विवाह भएको लामो समय भयो तर सन्तानहरू जन्मेका छैनन्। हामी मान्छे सामाजिक प्राणी भइसकेपछि धेरैवटा समस्याहरूको चाहिँ फेस गर्नुपर्छ। अब यसमा चाहिँ कानुनी प्रावधान के छ त भन्दाखेरि विवाह भएको लामो समय भयो तर छोराछोरी जन्मेका छैनन्, अर्को श्रीमती बिहे गर्न पाइन्छ कि पाइँदैन भन्ने यसको मेन इस्यु हो। तर कानुनले के भन्छ भनेपछि यदि आफ्नो पहिलेको श्रीमतीको मृत्यु पनि भएको छैन, जीवित नै हुनुहुन्छ र डिभोर्स पनि भएको छैन भने सामान्यतया कानुनमा बिहे गर्ने कुनै पनि अहिलेको नयाँ कानुनअनुसार प्रावधान छैन, यदि छोराछोरी नजन्मेको भए पनि। तर 10 वर्ष वा सोभन्दा बढी भइसकेको छ र लामो समय भइसकेको छ, छोराछोरी जन्मेका छैनन् भने त्यस्तो अवस्थामा चाहिँ धर्मपुत्र पुत्री राख्ने कानुनी मान्यता प्रावधान छ र धर्मपुत्रहरू पुत्रीहरू राखिसकेपछि चाहिँ आफ्नै सन्तानहरू सरह अंशीदार बनाएर र हक अधिकारहरू दिएर चाहिँ राख्नुपर्ने कानुनी प्रावधानहरू मात्र रहेको पाइन्छ।